हाम्रो त बस्ती उठाउन आँट्यो अरे भनेर चाहिँ गीत गाइराखेको रहेछ हैन। बरु मेरो लास उठोस् तर मलाई विश्वास गर्ने जनताको लास नउठोस्। मैले तपाईहरुलाई नम्बर दिनु पर्यो। त्यो 72 सालदेखि 10-10 वर्ष रोकेर राखेको कुरालाई त्यत्रो निर्णय गरेर चाहिँ नि अगाडि बढिराखेको छु। फेरि अब हर्क साम्बाङले नै बस्ती उठाउँछ अरे भन्छ। म हेर्दाखेरि म बस्ती उठाउने खालको देखिन्छु। जितेको दिनदेखि तपाईहरुसँगै छु त हौ। तपाईहरुको सुँगुरखोर कुखुराखोरमा लार्वा छ कि छैन भने मार्ने आउने मेरो हैन म। बस्ती उठाउने मान्छे त यहाँनिर 15 जना पुलिस लिएर आउँछ। कालो खालको गाडीमा सलल्ला आउँछ। टक्क छैन साट टगर उता हेर्छ। तपाईसँगै छु हैन। प्रशासनिक कुराहरुमा केही कमी कमजोरीहरु यदि भएको छ भने त्यसलाई हामी सच्याउँछौँ, केही छैन। तर यति कुरा बुझ्नुहोस् हैन, तपाईहरुले मलाई छोड्नुहुन्छ होला तर म तपाईहरुलाई कहिले पनि छोड्दिन है। तपाईहरुको साथ म कहिले पनि छोड्दिन। त्यो मान्छे हो म हैन। अनि तपाईको चाहिँ नि मन दुखाएर, तपाईलाई रुवाएर, तपाईलाई तडपाएर म चाहिँ के बन्ने हो र? म महाराज बन्ने हो र? ठुलो महाराजा धीराज बन्ने हो र? अमर बन्ने हो र? म पनि मरेर जान्छु नि एक दिन, जान्दिन र? भन्नु त हो कि भन्नु न हो। अनि बाँचुन्जेल मैले राम्रो काम गर्ने कि मान्छेको मन दुखाउने? मेरो बोझ बाटोमा रोइरहेको यो लान दिनुभयो भने म अबदेखि कहिले त्यो रोडमा आउँदिनँ। 2 गाडा थियो, अर्को गाडालाई चाहिँ भगाएर मलाई चाहिँ मेरो यत्रो बच्चाको मान्छेलाई चाहिँ यस्तो गर्ने, उनीहरू सबैजना कमाउनु सक्नेलाई चाहिँ भगाउने। तपाईँ घर चाहिँ कता हो दिदी? घर लमजुङ। नानी चाहिँ कति वर्षको छ? 2 वर्षको। मेरो हेर्नु न, यस्तो भाँच्यो र स्टिल छ, यहाँबाट कति दुख्छ मलाई। के भएर भाँच्यो दिदी? गाडी एक्सिडेन्ट।